छ क्या आज खै कि सायद उता गौशालातिर जाम होला अनि यतापट्टिबाट गाडी खटाएको छ क्या जाम छ त्यो यस्तो लामो जाम भइरहेको छ टाइम डे यो चाहिँ यस्तो म चाहिँ अनि यहाँ फेरि आज चाहिँ के साम एउटा काम छ एउटा काम सकेर फर्किन्छु भनेको यहाँ त यस्तो जाम रहेछ है आज अब कस्तो भइरहेछ हजुरको दिन मेरो चाहिँ यस्तो भइरहेछ है मेरो चाहिँ एकदम रमाइलो मेरो चाहिँ सधैँ रमाइलो सधैँ यस्तै हुन्छ आनन्द तपाईँहरूको दिन एकदम राम्रो होस् गर्मी छ हो कति धेरै घाम लाग्न थालेको कि अब त 2टा घाम लाग्न थालेछ एकदम घाम पोल्ने अझै छाता लिएर हिँड्ने बेला आइसक्यो भित्र रुममा चाहिँ चिसो हुने बाहिर निस्क्यो कि भ्यालेन्टाइन कोही छ मलाई यस्तो भुलिदिने कोही हुनुहुन्छ म चाहिँ एउटा सामान लिनु पऱ्यो भनेर अनि उता आएर अनि यस्तो घुमेर जान्छु कि उताको रमाइलो पनि हेरौँ भनेर होइन त्यसरी अब म चाहिँ एक्लै घुम्ने हो साथी खोज्नु थाल्यो भने त झन् एक्लै परिन्छ एक्लै रमाउँदै एक्लै गफ गर्दै एक्लै हिँड्ने हो झन् आनन्द खुसी यहाँ आएको छु के सामान लिनु घरमा आउँदा याद हुन्छ फेरि निस्केपछि यादै हुँदैन यार के लिनु त ल भुजिया के लाने होला मलाई चाहिँ यो बिस्कुट मनपर्छ कि भ्यालेन्टाइन रोज आज अब के भन्ने सधैँको एउटा डाइलेग हो मेरो चाहिँ यतिखेर ठ्याक्क भोक लाग्ने टाइम भयो अब भोक लागेको छ मलाई चाहिँ डेन्जरै म चाहिँ अब गएर के खानु भन्ने सोच्दैछु है